स्वागत छ युनिटी कप 2025 को सिरिज प्रिभ्यू भिडियोमा। आजको 10 दिनपछि नेपालको कुनै पनि टेस्ट नेसनको विरुद्ध पहिलो बाइलेटरल सिरिज हुन गइरहेको छ। यो सिरिज हालै देशको उत्पन्न अवस्थाअनुसार एकता, आशा र श्रद्धाञ्जलीको लागि छ। आउनुहोस् सुरु गरौँ। सुरुमा स्क्वाडमा एकचोटि हेरौँ। कप्टेन रोहित पौडेल, वाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल पटेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, करण केसी, नन्दन यादव, सोमपाल कमी, लोकेश बम, साहब आलम, सन्दीप जोड़ा, आदिल आलम, ललित राजवंशी। ओपन टी20 सिरिजको स्क्वाडभन्दा 3 जना मात्र फरक छन्। नेपाल ए को सिरिज रिभ्यू भिडियोमा कुरा गरेकै जस्तै प्लेयरहरू स्क्वाडमा आएका छन्। भीम सार्की, रूपेश सिंह, रिजन ढाकाल ओपन टी20 सिरिजको स्क्वाडबाट बाहिरिए र सन्दीप जोड़ा, आदिल आलम, ललित राजवंशी स्क्वाडमा एड भएका छन्। यो सिरिज शारजा क्रिकेट स्टेडियममा हुन्छ। शारजाको पिच ब्याटिङको लागि राम्रो भएसँगै स्पिनरलाई पनि मद्दत गर्छ। ओभरअल शारजामा 69 टी20 म्याचेस भएको छ, जसमा ब्याटिङ फर्स्ट गर्ने टिमले 42 म्याचेस जितेको छ भने चेस गरेर 27 म्याच मात्र जितेका छन्। एभरेज फर्स्ट इनिङ स्कोर 145 रहेको छ भने एभरेज सेकेन्ड इनिङ स्कोर 122 रहेको छ। हाइएस्ट टोटल 215 छ भने लोएस्ट टोटल 38 रहेको छ। यसबाट हेर्न सकिन्छ यो सिरिज हाई स्कोरिङ हुने छैन। आउनुहोस् प्रोबेबल प्लेइङ 11 हेरौँ। ओपनर कुशल भुर्तेल, आसिफ शेख, 3 मा कुशल मल्ल और सन्दीप जोड़ा, 4 मा रोहित पौडेल, 5 मा दिपेन्द्र सिंह ऐरी, 6 मा लोकेश बम, 7 मा गुलशन झा अथवा आदिल आलम, 8 मा सोमपाल कमी, 9 मा नन्दन यादव, 10 मा सन्दीप लामिछाने, 11 मा ललित नारायण राजवंशी। वेस्ट इन्डिजको अहिलेको फर्म राम्रो छैन। हाल अस्ट्रेलियासँग 5-0 र पाकिस्तानसँग 2-1 ले टी20 सिरिज हारेको छ। यो नेपालको लागि बेस्ट टाइम हो फर्स्ट टी20 सिरिज डेस्टिनेसनसँग जित्नको लागि। तर वेस्ट इन्डिज 2 टाइम्स वर्ल्ड च्याम्पियन, पावर हिटरले भरिएको टिम र ग्लोबल लिगको एक्सपोजर पाएका टिम हुन्। त्यसैले नेपालले यो सिरिज जित्नको लागि केही स्ट्रेटेजी र त्यसका की प्लेयरहरू को हुन सक्छ हेरौँ। नम्बर 1, स्पिन टु विन। शारजा स्पिनलाई मद्दत गर्ने पिच हो। यहाँ हाम्रा स्पिनरले मुख्य भूमिका खेल्न सक्छ। हाम्रा स्पिनर ललित राजवंशीले इकोनोमिकल बोलिङ गरेर प्रेसर क्रिएट गर्न सक्छ भने सन्दीप लामिछानेले विकेट लिएर वेस्ट इन्डिजलाई रोक्न सक्छ। कुशल भुर्तेलले पनि यहाँ राम्रो मद्दत पाउन सक्छ र उनले पनि राम्रो बोलिङ गर्न सक्छ। रोहित पौडेल, कुशल मल्लले पनि यहाँ पार्ट टाइम स्पिन गरेर प्रेसर क्रिएट गर्न सक्छ। नम्बर 2, डेथ बोलिङ। डेथ बोलिङमा सोमपाल कमी, नन्दन यादव, करण केसीले बढी रन लिक नगरेर टाइट बोलिङ गर्नुपर्छ र विकेट लिनुपर्छ। नम्बर 3, ओपनिङ स्टार्ट। कुशल भुर्तेल र आसिफ शेखले लामो ओपनिङ स्टार्ट दिनुपर्छ, विकेट कोल्याप्सबाट बचाउनुपर्छ, पावर प्लेको युटिलाइज गर्नुपर्छ। पावर प्लेमा राम्रो स्ट्राइक रेटले खेलेर बढीभन्दा बढी रन बनाउन कोसिस गर्नुपर्छ। आसिफ शेखले आफ्नो विकेट बचाएर इनिङ बिल्ड गर्नुपर्छ। मिडल अर्डर र फिनिसिङ। मिडल अर्डरमा कुशल मल्ल, रोहित पौडेल, सन्दीप जोड़ाले स्ट्राइक रोटेट गरी प्रेसर क्रिएट गर्न दिनु पर्दैन र साथै कोल्याप्स हुन दिनुपर्छ पनि बजाउनुपर्छ। सन्दीप जोड़ाले नेपाल ए को सिरिजमा राम्रो झलक देखाएका थिए, उनीसँग त्यही आशा गरिएको छ। त्यस्तै दिपेन्द्र सिंह ऐरी, लोकेश बम, गुलशन झा, आदिल आलमले पावर हिटिङ गर्नुपर्छ र राम्रो स्ट्राइक रेटले खेल्नुपर्छ। टप 8 टी20 सिरिजमा लोकेश बमले फिनिसिङको एबिलिटी देखाएका थिए। उनले त्यस्तै यो सिरिजमा पनि पावर हिटिङ गरेर नेपालको स्कोरलाई बढाउनुपर्छ र ठुलो स्ट्राइक रेटले खेल्नुपर्छ। यो सिरिजको म्याच सेप्टेम्बर 27, 29 र 30 मा हुन्छ। के यो सिरिज नेपालले जित्न सक्छ र यो सिरिजको रिजल्ट के होला कमेन्ट गर्नुहोला र तपाईँहरूको विचारमा प्रोबेबल प्लेइङ के हुन सक्छ त्यो पनि कमेन्ट गर्नुहोला र यस्तै भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक गर्नुहोला। धन्यवाद।